लोकल लोकल चुप बाय 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 लोकल सिनेमेटिक भिडियो अरे अहिलेको दामी छ यता हेलो गाइज गुड मर्निङ मेरो युट्युब च्यानलमा चाहिँ सबैलाई स्वागत छ मैले जिन्दगीमा भ्लगर बन्नु थियो के गर्नु अब कन्टेन्ट बनाउनु आउँदैन घुम्ने छैन केही छैन अब पहिला यहीँ मेरो घर थियो भन्नु चाहिँ मिलेन अहिले सुनसान छ आऊ न टक्क हरियाली फुलहरू छ अहिले चाहिँ म यता मलेसियामा छु यता चाहिँ अब मेरै प्रोजेक्ट चलिरहेछ भनौँ खै काफ्रेको सम्झेहरूले टेन्डर ल्याएको थियो के कस्तो बनायो सम्झेहरू आजकल टिकटकतिर बिजी हुनुहुन्छ यसो काम चाहिँ टाइममा गर्नु पर्यो सम्झेहरू अच्छा ठीक है बाटो हिलो छ के गर्नु अब त्यहाँ हिँड्नु परिरहेको छ भ्यू चाहिँ दामी छ के दामी लोकल है भाई लोकल 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 हम लोकल है लोकल लोकल चुप बाय 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 लोकल बाय बाय चुप बाबा बाय बाय बाबा बाबा यसले त टोक्लो जस्तै हेऱ्यो त यहाँ टोक्यो भने फेरि म यहाँ काली माताले भनिहाल्छु यहाँ चाहिँ काली माता मूर्ति रहेछ मन्दिर तामिलहरूको मलेसिया पनि धेरै हिन्दू छ यता त कुन कुन मलाई त्यति थाहा छैन ओ बादर्नी रहेछ उता पछाडि हो यहाँ त बुद्ध पनि रहेछ क्या हो त अनि बुद्धलाई चाहिँ ढोक्नुपर्छ ढोक्नु त सबैले ढोक्ने हो म चाहिँ बुद्धिस्ट हो खास अब यो धर्म ऊ धर्म त भन्नु त पर्ने छैन भयो नि आफ्नो भनौँ न अझ बन्द छ कहिले कहिले खोल्छ यो चाहिँ हामी घुम्दैछौँ यहाँ देख्न सकिन्छ अब रमणीय ठाउँ छ म चाहिँ आफ्नै देशमा छौँ सेक्रेटरी गरिरहेको छु मलेसियामा के गर्नु काम त गर्नु पर्यो अब नेपालमा त्यस्तो केही छैन रोजगारी गर्ने लायक पनि छैन फेरि म आफ्नो क्यापेसिटी नभएपछि यस्तो हो तो because अरूको देशमा आउने त्यही हो काम सानोतिनो केही हुँदैन अब मलाई यस्तो बोलेर भ्लग बनाउनै आउँदैन लाज लाग्छ अब के भन्नु कोही छैन रहेछ त्यही भएर मात्र यता आएको
हेलो कहाँ भागेको तिमीहरू यहाँ चाहिँ पशुपतिमा जस्तो बाँदरहरू त धेरै जङ्गलमा त होला तर यता चाहिँ कमै छ हेलो आऊ यहाँ यहाँ मलाईमा भन्नुपर्ने मलाई आउँदैन अब कहाँ यहाँ देख्न सकिन्छ अब म तपाईँलाई खतरा भ्यू देखाउँछु है खतरा ओ ए देखिसक्नुभयो देखिसक्यो योसँग गएर बोल्नुपर्ने दामी छ यता अहिले बिहानै आएको बिहान त के यहाँ 9 9:30 10 भयो डर लाग्छ म त यस्तो हिँड्दा नि हेलो अटै काना यहाँ चाहिँ खोला ठुलो छ यहाँ माछा मर्दैछ माछा त खै कतिको छ थाहा छैन यस्तो छ बाटो चाहिँ राम्रो छैन यहाँ आहा मेरो मोबाइल खस्यो भने त गयो त हौ अस्ति भर्खर मात्र किनेको आइफोन भन्दा नि यो आइफोनवाला हो आइफोन नभन भन्ने पुरानो डुङ्गाहरू यहाँ रहेछ हामी नेपालीले चलाउने हो अरू कसले चलाउँछ यस्तो छ कि यहाँ उहाँ त्यहाँ माछा मार्ने दाइको चाहिँ उहाँ त्यही बाइक मेरो यही हो अब धर्मको बारेमा कुरा गऱ्यो भने एकता धर्म हो खासमा यहाँ यो चाहिँ चिनाहरूले मान्नुहुन्छ होला मैले बुझाउनु यहाँ हामी तामाङहरूको जस्तो धुप्पी बाल्ने पनि छ ओहो यहाँ एउटा हत्ती त खस्नु रहेछ क्या यार यहाँ चाहिँ अब गौतम बुद्धको मूर्ति रहेछ एकता यहाँ कोही क्रिस्चियन कोही बुद्धिस्ट कोही मुस्लिम यहाँ हो तिमी यहाँ हो भन्ने ऊ हुँदैन दामी छ यो गाउँघरमा होइन यो मन्दिर चाहिँ अलि यता टाढो छ त्यही भएर कालीमातै होला मूर्तिको नाम मलाई नि ठ्याक्क त्यस्तै लाग्थ्यो सायद पुष्पा 2 मा अल्लु अर्जुन यही उहाँकै के भन्छ अवतार लिनुहुन्छ होइन त्यस्तै लाग्थ्यो पछाडि पनि छ कि हो डबल त छ कि हो कालीमाता त यताको झन् भक्करको रहेछ दामी पुष्पा 2 मा त कालीमाताको अब अवतार देख्नुभयो अहिले हामीले अल्लु अर्जुनको अब हाम्रो नेपाली मुभी आउँदैछ फेरि समीर भट्टको बलिदान यही दसैँमा सायद उहाँको नि केही त होला सस्पेन्स हेर्न आतुर छौँ दामी छ ओ तलवार नै रहेछ है खोडा उहाँहरू चाहिँ राजा रानी हुनुहुन्छ कि खै केही हुनुहुन्छ होला
त्यति मलाई पनि थाहा भएन। सिनेमेटिक भिडियो अरे क्या अहिलेको। गौतम बुद्धजीको मूर्ति रहेछ। यसो दामी एउटा सिनेमेटिक भिडियो खिचौँ न। एउटा कुरा चाहिँ हाम्रो गौतम बुद्धको मूर्ति चाहिँ जे होस् के भन्छ यसलाई, पित्तल हो के हो यो, सुनै जस्तो देख्छ। पुग्नु पर्यो के हो, अब जानुपर्छ। आऊ न आऊ। भुक्ने कुकुरले कहिले टोक्दैन, त्यो त सबैले थाहा भएको कुरा हो। तिनीहरू टोक्नेको खालको कुकुर हो। खतरा आउँछ टोक्ने खालको कुकुरै होइन कि यिनीहरू। बाटोभन्दा नि फुल चाहिँ दामी फुलेछ। फुलै भनौँ न, जे फुलै त। बाटो त यस्तो छ कि भनेर सतै छैन। कस्तो आइफोनबाट खिच्दा नि कति अझको भिडियो चाहिँ यसो काम खासै छैन, दामी रहेछ कि यहाँ चाहिँ नि। अब यो फुल फुलेको देखेपछि त झारमा नि राम्रो दामी देखिन्छ। यस्तो एकान्तमा यो घरमा अस्तिर आन्टीहरू बस्नुहुन्थ्यो, आजकल त कोही छैन क्या। आऊ न आऊ आऊ। दामी फुलहरू छ। अब संसारमा कतिवटा देश छ थाहा छैन, तर संसारमा मैले सुने अनुसार यहाँ अब 12 महिना जतिखेर नि हरियाली हुने भइरहने देश चाहिँ यही हो मलेसिया भन्ने सुनिदियो। अरू कुन कुन देश हो थाहा भएन, तर यहाँ त पहिला नि हुँदैछ त। यो डेट भइसक्यो होला अब यो रुखहरू गयो। अब यता नि काफ्रेको समुदायहरूको प्रोजेक्ट थियो, त्यहाँहरू आजकल आज नेपाल बन्द भएर आउनु भएन यहाँ के गर्नु। अरे बाटो त आफ्नो जक्सन आएपछि त आइहाल्यो। गेट खोलिदिनुहोस्, सोल्टी हो। Yeah, add that. Sikit. Monkey ata. Ayo, सानो banyak. Saya first time हो। ओके सबैजनालाई बाई बाई। मेरो भ्लग यहीँ टुङ्गियो। First time tengok monkey ya?